यो व्हाट्सअप गाइज, यदि तपाईहरु पनि बस सिमुलेटर इन्डोनेसियामा नयाँ नेपाली बसहरु लगाएर खेल्न चाहनुहुन्छ भने सही भिडियोमा आउनु भएको छ। त्यसको लागि चाहिँ सबभन्दा अगाडि तपाईहरुले एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। एपको लागि चाहिँ तपाईहरु प्ले स्टोरमा जान सक्नुहुन्छ। प्ले स्टोरमा गइसकेपछि बसर मोड नेपाल यही एप है, हेर्नुस् राम्रोसित यही एप डाउनलोड गर्नु होला। यो एप डाउनलोड गरिसकेपछि तपाईहरुले ओपन गर्न सक्नुहुन्छ। ओपन गरिसकेपछि तपाईहरुले ह्यान्डल विभिन्न किसिमका बसहरु देख्न मिल्छ। अनि बसहरु कार भयो जुनसुकै तपाईहरुले नेपालको जुनसुकै हामीले चाहिँ यो वाला बसमा क्लिक गरेका छौं। यदि तपाईहरुलाई यो बस मन परेको छ भने यो वाला डाउनलोड गर्नु होला। अब मैले त यो वाला बस डाउनलोड गर्छु हैन, तपाईहरुले देखिराख्नु भएको छ। ह्यान्डल तपाईहरुले इन्स्टल गर्नु होला। इन्स्टल गरिसकेपछि यो गुगल क्रोममा आउनेछ। अलराइट गाइज, मैले बसलाई डाउनलोड गरिदिसकेको छु। अब चाहिँ तपाईहरुले अर्को एप चाहिरहेको हुन्छ। त्यो एपको नाम रहेको छ जेट एचिभर। यो एपलाई डाउनलोड गरिसकेपछि तपाईहरुले अहिले भर्खरै डाउनलोड गर्नु भएको थियो नि बस, त्यो फाइल रहेको छ जिप फाइलमा। त्यही भएर त्यो बसलाई चाहिँ तपाईहरुले एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ मैले यहाँनिर एक्सट्र्याक्ट गरिदिसकेको छु। यसरी तपाईहरुले एक्सट्र्याक्ट गरिसकेपछि आफ्नो गेमलाई ओपन गर्नु होला। आफ्नो गेमलाई ओपन गरिसकेपछि तपाईहरु मोडमा आउनु होला। मोडमा आइसकेपछि यहाँनिर चाहिँ भेहिकलको अप्सन देखिरहेको छ। प्लस गाइज यहाँनिर म्यापको पनि अप्सन देखिरहेको होला। ग्यालरीमा ट्याप गरिसकेपछि अहिले भर्खरै तपाईहरुले एक्सट्र्याक्ट गर्नु भएको थियो नि जुन फाइललाई, त्यो फाइललाई चाहिँ तपाईहरुले क्लिक गर्नु होला। जुन चाहिँ बस रहेको छ नि त, त्यो बसलाई ट्याप गर्नु होला र तपाईहरुले यहाँनिर चाहिँ प्रचार देख्नको लागि भन्छ। लाइक तपाईहरुले पैसा दिएर प्रचार देख्न चाहनुहुन्छ या फ्रीमा प्रचार देख्न चाहनुहुन्छ। यदि तपाईहरु फ्रीमा प्रचार देख्न चाहनुहुन्छ भने तपाईहरुले डाटा अन गर्नुपर्ने हुन्छ। ओके गाइज, तपाईहरुले प्रचार हेरेर सक्नुभयो भने तपाईहरुको जति पनि भेहिकल्सहरु हुन्छ नि त्यो भेहिकल चाहिँ एड हुन्छ। सो देख्न सक्नुहुन्छ हाम्रो चाहिँ फाइनली यहाँनिर भेहिकल चाहिँ एड भइसकेको छ। ओके गाइज, यसरी तपाईहरुले आफ्नो गेममा कुनै पनि भेहिकल्सहरुलाई एड गर्न सक्नुहुन्छ। यदि भएन भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ। भेट्नुपर्छ गाइज नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ।